ल साथीहरु हाम्रो आमाको किचनमा चाहिँ यहाँहरु सम्पूर्णलाई स्वागत छ। तपाईलाई मैले किचनको भ्यू पनि देखाउँछु र आज म आमाको लागि स्पेशल चिकन ग्रेभी बनाउँदै छु। अब यो ठाउँ भनेको हामी यहाँ काठमाडौँ गर्न मिल्दैन। हामी सिमकुटदेखि जिल्ला सदरमुकामदेखि मासु मगाएर समटाइम केही ओकेजनमा हामी चाहिँ पकाएर खान्छौँ। म सर तपाईहरुलाई आमाको किचनको भ्यू देखाउँछु आज। यो हाम्रो आमाको किचनको भ्यू र गेस्टहरु आउँदाखेरि थुप्रै जति धेरै संख्यामा गेस्टहरु आए पनि यहाँ बस्नुको लागि इनफ छ। यहाँदेखि सर हामी खानेकुराहरू सर्भ गर्दै जान्छौँ र गेस्टहरु चाहिँ यहाँ बसेर खानुहुन्छ र हाम्रो डेली खाना खाने किचन पनि यही नै हो। यो किचनको बीचमा तपाईहरु देख्दै हुनुहुन्छ यहाँको एकदमै स्पेशल टाइपको चाहिँ चुलो हो। यो चाहिँ तिब्बतियन चुलो हो, चाइनामा एकदम फेमस छ र यो चुलोको विशेषता भनेको यहाँ हामी दाउरामा खाना पकाउँछौँ, तर पनि त्यो दाउरामा खाना पकाउँदै गर्दाखेरि कति पनि धुवाँ चाहिँ बाहिर आउँदैन। पुरै धुवाँ चाहिँ हाम्रो यो फ्युम एक्जिट यहाँ देखिरहनु भएको छ एउटा पाइप, यहाँदेखि चाहिँ माथि एक्जिट भएर माथि जान्छ है। यसको मुख्य विशेषता भनेको यो हो। र अर्को भनेको यो चुलोमा आगो बालिसकेपछि यो पुरा कोठा नै एकदमै न्यानो हुन्छ, किन भन्दा चिसो ठाउँ छ। यहाँ भित्र आइसकेपछि हामी सिंगल टी-सर्टमा पनि बस्न सक्छौँ, किन भन्दा एकदमै यहाँको यो आगो बालिसकेपछि यसले यो पुरै कोठालाई नै न्यानो बनाउँछ र किचनको रौनक पनि यसले बढाउँछ। ल गाइज, चिकन भनेको आज चाहिँ हाम्रो मटनको चाहिँ यो लङ्स हट होइन भनेको हामीले भुटुवा टाइपको भन्छौँ नि होइन, त्यो चाहिँ रहेछ। अब मैले यसलाई ग्रेभी चाहिँ भुट्न जाँदैछु। आमाले यतातिर रेडी बनाउँदै हुनुहुन्छ। अब म चाहिँ यसलाई मस्त लाएर ग्रेभीमा चाहिँ पहिला भुट्छु, त्यसपछि ग्रेभी बनाउँछु। यहाँनिर प्याज पहिला चाहिँ हामी प्याजलाई रातो हुने गरी टक्क फ्लेममा चाहिँ भुट्छौँ। त्यसपछि यसमा चाहिँ मासु हाल्छौँ। ल यो चौरी गाईको घिउ नुहाउने थियो टक्क। अब यसलाई खराइसकेपछि हामी चाहिँ अब भातमा चाहिँ यसलाई झैँया पारिन्छ। त्यसपछि यतातिर मासु रेडी हुँदैछ। अब यसलाई चाहिँ आमा ट्याक्क यसमा चाहिँ झैँया पार्ने। तातो दिन तामा एउटा ल तातो छ कि यो धेरै। यसको ढक्कन कहाँ छ आमा? ल्याउनु त। झैँया पारेपछि टक्क घिउको फ्लेभर आउँछ आमा। 2 गाँस बढी गइहाल्यो नि यति भएपछि। Finally ready.
आफूले धनियाँ हाल्नु त आफूले बवाल हुन्छ र के गर्ने धनियाँ यहाँ चाहिँ सम्झिने हो धनियाँ चाहिँ छैन ओके ओके अब चाहिँ सर्भ गरौँ राइस जिन्दगीमा जे जे गरे नि आमा यही भातमै रोकिन्छ है जिन्दगी हो कि न Vai desenhar essa ideia, não é?